हामी चाहिँ अहिले केटाहरू अगाडि गइसक्यो। हामी चाहिँ पछाडि चाहिँ फोटो खिच्न लाग्यौँ। यस्तो यस्तो मरुभूमिमा आइसक्यो हामी। मरुभूमि नै जन्नत शिशिर सरले भन्नु हामी चाहिँ चट्ट पारा भाइ जन्नत आइसकेका छौँ। सन्देश सरको युट्युब च्यानललाई जान्छ होला, मेरो पनि सब्सक्राइब गर्ने। शिशिर खड्का हानेपछि त्यति भाइरल त छैन, चट्ट दुई स्टेप माथि गएपछि भेटिन्छ चट्ट गर्ने। तर अन्य ब्लग पनि छ, तर मैले हेरेको थिएँ फर्स्ट ब्लग चाहिँ राम्रै राखेको उनीहरूले रोपाइको र राम्रै अनि तर जन्नतै आइयो होइन केटा आयो जन्नत। हेर्नु न सिन हेर्नु, जन्नत के हो भन्नु यो देखाइदिन्छु भन्नु सिन हेर्नुहोस् त्यत्तिकै बोल्ने होला र हामी। बाटो हेर्नुहोस् चट्टै हाम्रो गाडी त्यहाँ बिग्रिएछन्, एउटा बिग्रिएछ चट्ट त्यहाँ। तर चाहिने केरामा त हामी जन्नतै आइयो चट्ट पारामा। लुगा खोकी काँसो निन्द्रा त्याग सबै त्यागेर मस्त पुरै भुलेर हामीलाई एकै ठाउँ रमाइदिने सिन छ क्या। यही हेरेर हामी फोन बिना पनि दिन काट्न त अलि गाह्रो हुन्छ। यो त फेरि गफ लाग्दै होला चट्ट यतातिर कि एउटी केटी पटाएर बिहा गर्ने भनेको नि सकिने भएन। ससुराल मुस्ताङ छ भन्न त हुन्थ्यो, बेला बेला आउनु हुन्थ्यो बेलामा क्या होइन। ससुराल पुगेपछि त टप्प आउँथ्यो गएर 20-25 हजार खाममा चट्ट आयो भने त मजै आयो होइन। आश गर्ने रहेछ होइन आश गरेको होइन मुस्त आफै त अलि गाह्रो खर्च गर्ने के को डर भन्नु भन्नु पर्छ। एउटा कुरो हो गर, नत्र भने त मैले हेलिकप्टर नचाइदिन्छु मुस्ताङमा, हेलिप्याडमा ल्याएर हेलिकप्टर छ एयरपोर्ट नै हेलिप्याड त छ नै बिचमा। यही पनि बस्छ कि हेलिप्याड हेलिकप्टर त जहाँ पनि बस्छ, जहाँ पनि। हाम्रो राइडरहरू गयो दुईवटा को कुन थाहा छैन त, हाम्रा त भन्नु पऱ्यो। यस्तै बुलेट बाइकमा चट्ट केटा एकचोटि बस बिग्रिने बर्बाद हुन्छ। नाच्दा नाच्दै हामी बेसै फर्किने गऱ्यौँ फेरि होला। तर जन्नत आहाम चट्टै यहाँ भ्यू छ है। जति भन्यो त्यति कम, जति हेऱ्यो त्यति कम, फोटो जति खिच्यो त्यति कम। यहाँ भनेको भनेछु माइन्ड नगर्नु, जन्नतै जन्नत हो क्या। ठिक छ कहिलेलाई ल। अब चाहिँ हामी मुक्तिनाथतिर दर्शन गर्न हिँडिसकेका छौँ। नकरान बोल्दाखेरि अब चाहिँ हामी मुक्तिनाथतिर दर्शन गर्न हिँडिसकेका छौँ। हामी चाहिँ के भयो भन्दाखेरि भोक लाएर हाम्रा साथीभाइहरू, हाम्रा इष्टमित्र साथीहरू ढल्नी रिङ्गल डलाउने गरेर हामीले खानै खाएर जानुपर्छ भनेर हामीले खानै खाएर जानु लाग्यौँ। कोहीले अझै ल अब चाहिँ हामी मुक्तिनाथको गेटमा आइसकेका छौँ। अब चाहिँ हामी अघि चाहिँ मेरो मोबाइलमा स्पेस नभएर के भयो यहाँ दर्शन गरेर जानु पऱ्यो होइन। यसलाई नि घुमाऊँ न सर गयौँ है त ल। अब हामी टक्क जानेछौँ यता हो क्या यता झर्ने सिटी हो यार सायद। हामी टक्क दाइहरूले यस्तरी लिएर आउनुभएको छ टक्क भ्रमण दर्शन गर्न। ती दुःख गर्नुपर्छ दर्शन। हामी चाहिँ टन्न भात खाएर हामी त्यस्तरी चाहिँ गरिन्न। सोध्छ मनले हामी चाहिँ सर हेरेर आइन्छ त्यो पूजासुजा भन्ने गरेर चाहिँ हामी गइन्न। तर मस्त छ हेर्नु, रमाइलो छ जिन्दगी। हाम्रो दिवस विप्लव ब्लगमा अहिले यसो हेरेस् होइन। दाइहरूले ल्याउनु भयो फेरि हामी चाहिँ धेरै माथिसम्म आइसक्यौँ है केटा हो। मन सफा मेरो प्युठानी छिटो, हाम्रो प्युठानी छिटो। श्री मुक्तिनाथ यज्ञशाला रहेछ।
come on, guys. Ciao, ciao, ciao. ए सेतै छ यार हामी चाहिँ अब हिँड्दै थकै दाउ भएर अहिले चाहिँ हामी बुद्धको मूर्ति भएको ठाउँमा आइसकेका छौँ होइन टक्क दामी ठुलै मूर्ति रहेछ कालो बबाल छ सेतोको वरिपरि कालो टक्क एउटा मूर्ति च्याप्प बनाएर ओ यो त यार हामी टपमा आयौँ क्या केटा टपमा आइयो र टपमै आइयो टपमा आइयो कि हेर्न डोल्पाले निकाल्दा भएर के सिनेमेटिक सट हानिदिन्छु अहिले मैले रोकाऊ ल हामी चाहिँ गौतम बुद्धको मन्दिर पनि टक्क भ्रमण गरेर हामी चाहिँ अब कहाँ हिँड्यौँ अरे मुक्तिनाथ मन्दिर 108वटा धारा भएको टक्क पवित्र जल धारा टक्क त्यहाँ गएर नुहाउने भन्ने गरिराखौँ के हुन्छ हाम्रो जोस जागरले कति केसम्म भन्छ अनि थाहा भइहाल्छ अनि हामी गएर भेट्नेछौँ अब मुक्तिनाथ पुगेर टक्क म भेट गराउने छु तपाईँहरूलाई टक्क सन्देश सरले चक्की राख्दै हिँड्न राहुल पनि हान्दै आइज राहुल आइज है हिँड्छिन सर्फ हान्दै हिँड्के हो धेरै हान्नु पर्दैन के पुरै हानिरहेको पुरै यसले त पुरै पुरै हानिरहेको सन्देश सरले गइसक्यो हामी चप्पा यो फोटोसुट पछाडिको यो भिडियो हो यो ब्याकग्राउन्ड भिडियो हो यो यस्तो यस्तो भएको थियो फोटो खिच्न भन्दा होइन हेरौ न ज्ञानु चाहिँ हाम्रो प्योर नेपालबाट आएका हुने आम्मा सबै कुहिरे देखिए बेनीको बजार जता माया उतै छ नजर झिले मिले बेनी बजार गोविन्दे होइन क्या दोस्रो जाने यार यताबाट हो हामी त्यतिखेर 450जना कर्मचारी थियौँ र यो चाहिँ 2024 सालमा स्थापना हुने धर्म स्थापना भएको हो एउटै बेलायत सरकारले चलाएको ल है के छ यहाँ मिजु ब्रेक बिस्तारै केटा हो पारा ए अँधेरै छ है बास यो हो क्या ठाउँ ओ ए केटा हो के छ त्यही खोला झर्ने ठाउँ हो क्या यो खोला पारीबाट ल
ल फोटो होइन भिडियो हो ल सक्यो है अनि आएको हटा न त्यहाँ बाटो रोक्न बास होइन ओ टिटी एक्सक्युज मी प्लिज हेलो एक्सक्युज मी प्लिज एक्सक्युज मी थ्याङ्क यू टिटी ला Killing. Hello. Randa. Hello. Happy birthday. Lanta. दाइ तपाईँको नाम भनिदिनु त हजुर हो र तपाईँको घर कहाँ अरे पूर्व तपाईँ चलाउँदै आएको कति भयो 10-12 वर्ष भइसक्यो अनि कि तपाईँको बालबच्चा छोराछोरी दुईजना छोरी छ मेरो हो एउटा 15 वर्षको कहाँ हुन्छ यहीँ हुनुहुन्छ ठिक छ अनि श्रीमती चटपट पेपर गर्छ हो भनेपछि त माला माल हो दाइ मालामा हैन बाबु दुःख बुढाउले दुःख गरेर छोराछोरीलाई अब राम्रो शिक्षा दिने विचार भयो हो त ठिक ल ठिक छ हजुरको सोच चाहिँ कडा रहेछ ल धन्यवाद अब चाहिँ म देख्छु कति आनन्द आयो यार मस्त हावामा तर यहाँ ओहो सन्देश बबाल आखा तेरो एवान म त फेरि यताको कता जाने हामीलाई त्यही फेरि चाहिँ तिनीहरूको ठाउँमा हो नि बिचमा चाहिँ प्यासेजमा चाहिँ अब हामीले खोर बनाउँदाखेरि ढलान गर्न नि सक्छौँ काठ पुरै फलाइहरू राख्न सक्छौँ जे नि गर्न सक्छौँ है यो बिचको प्यासेज खोर बनाउँदाखेरि है त्यसपछि जब बाख्रा बस्ने ठाउँ कोठा बाख्रालाई चाहिँ बाहिर एउटा निश्चित कम्पाउन्डमा चाहिँ बाख्रा धुनको लागि कम्पाउन्ड गरेर राखेको एरियालाई है यो चाहिँ बदुवा प्रणालीबाट ओ हेलो साइड फुल र टिकाले चाहिँ वेलकम गर्न तयारी छौँ अर्कै खाँचीबाट जुन यो टिमलाई अगुवाई गर्दै आउने लिडर भएर आउने हाम्रो आदरणीय सरहरू हुनुहुन्छ र हाम्रो भाइ बहिनीहरू हुनुहुन्छ म यहाँहरूलाई बन्दीपुर सामुदायिक होमस्टेको तर्फबाट म दिलकुमारी राणाको तर्फबाट न्यानो वेलकम नमस्कार स्वागत छ यहाँहरूलाई किनभने आफ्नै घर जस्तो ठानेर घरमा बस्ने हो हामीहरू सँगै बस्ने हो जो छोराछोरी बस्नुहुन्छ उहाँहरूको जिम्मेवारी सुरक्षा चाहिँ जुन घरको आमाले लानुहुन्छ त्यही घरको आमा हुनुहुन्छ र यसरी चाहिँ पारिवारिक वातावरण हामीले दिने हो र अर्को कुरो बन्दीपुर महँगो होटलहरू छ देख्नुभयो अहिले बन्दीपुर घुम्दाखेरि हजुरहरूले देख्नुभयो त्यहाँ 10,000 11,000 12,000 15,000 20,000सम्मका रुमहरू छन् तर सिम्पल हो यही होमस्टेकै जस्ता रुम हो तर त्यहाँ त्यस्तो महँगो छ कसरी बन्दीपुर घुम्ने त हेर्ने त भन्ने पाहुनालाई हामीले सस्तो रूपमा सेवा सुविधा दिँदै आएका हौँ हाम्रो यो यसरी दुईटा उद्देश्य भयो अर्को हामी अब यसो न आज बन्दीपुर होमस्टेमा बसेर है
सर र अब हामी हाम्रो बन्दीपुर तनहु बन्दीपुरबाट अब आज हामी चाहिँ चितवन हुँदै कलेजसम्म जान्छौँ के अरे हजुर साथीहरू छ मुडा कहाँ गयो हामी चाहिँ हजुर बन्दीपुरबाट अब डाइरेक्ट चितवनको लागि है चितवन जाँदैछौँ हाम्रो चाहिँ केटीहरू भनौँ हाम्रो पछाडि केटाहरूको एकछिन खबर सोधौँ है के छ कस्तो छ के छ हो केटा हो खोइ खाइबेर सुतेछन् क्या सबैजना सुतेछन् हिजो साँझदेखि होमस्टेदेखि यसो न अलिकति बढी भयो जस्तो छ होइन हाम्रो सन्देश छ हाम्रो सुजल सर अनि त्यसपछि हाम्रो सरहरू सबै यतै सर मिसहरू सब यतै हुनुहुन्छ हाम्रो है अब भनौँ न रमाइलो भइरहेछ आज बन्दीपुरबाट चाहिँ हामी चाहिँ चितवनको लागि ल है कहाँ हो रे कहाँ हो रे ओ नारायण घाट ओ झालखोला